उपभोक्ता दिवसको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2081 चैत 2 गते। महिला न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो? 2081 फागुन 26 गते। स्विजरल्यान्ड स्थित आइक्यू एयरको विश्व गुणस्तर प्रतिवेदन 2024 अनुसार बढी प्रदूषित देशको सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ? 7औं। 5औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2081 फागुन 26 र 27 काठमाडौँ। द एचआरएम अवार्ड फर कर्पोरेट एक्सलेन्स 2024 बाट सम्मानित संस्था कुन हो? एनसेल। सरकारले घोषणा गरेको आन्तरिक रोजगार दशक कुन हो? सन् 2025 देखि 2035 सम्म। नागरिक लगानी कोषको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2047 चैत 4 गते। मिसन 2026 अभियान केसँग सम्बन्धित छ? खेलकुद। मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलन कहिले सम्पन्न भएको हो? 2081 चैत 1 गतेदेखि 3 गतेसम्म। महोत्तरीमा निर्माण गरिएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीको उद्घाटन कहिले गरिएको हो? विक्रम सम्वत 2081 फागुन 21 गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आवासीय अनुमति प्रदान गर्न घोषणा गरेको नयाँ योजना कुन हो? गोल्डन कार्ड। बङ्गलादेशमा विद्यार्थी नेतृत्वमा गठित नयाँ पार्टी कुन हो? राष्ट्रिय नागरिक पार्टी। जर्मनीको बर्लिनमा पेसिफिक एरिया ट्राभल राइटर्स एसोसिएसनद्वारा आयोजित वर्ल्ड टुरिज्म एन्ड एभिएसन समिट 2025 को अवसरमा टुरिज्म मिनिस्टर अफ द इयर अवार्डबाट सम्मानित नेपालका मन्त्री को हुन्? संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे। भारतको प्रयागराजमा सञ्चालित महाकुम्भ मेलामा कति श्रद्धालु महानुभावहरूद्वारा स्नान गरिएको आकलन छ? 66 करोड। प्रथम राष्ट्रिय बाँस सम्मेलन कहाँ आयोजना गरिएको हो? दिक्तेलको खोटाङ 2081 फागुन 15 देखि 17 गतेसम्म। भीम बिराक राष्ट्रिय सङ्गीत पुरस्कार 2081 कसलाई प्रदान गरियो? गायक हेमन्त शर्मा। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गर्यो? हितेन्द्र देव शाक्य। सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ? 2082 जेठ 2 गतेदेखि 4 गतेसम्म। बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै सहभागी भएको नयाँ विश्व कीर्तिमान कायम गर्ने लेखक को हुन्? लेखक द्वय प्रेम रावल र विपुल रिखी। सन् 2025 मा दुबईमा सम्पन्न आइसिसी च्याम्पियन ट्रफी जित्ने राष्ट्र कुन हो? भारत। विश्व बैंकले 2081 चैत 11 मा सार्वजनिक गरेको नेपाल राष्ट्रिय आर्थिक परिदृश्य नेपालको आर्थिक वृद्धिको सम्भावना खेल्दै नामक प्रतिवेदन अनुसार नेपालमा चरम गरिबी कति प्रतिशतमा झरेको छ? 0.37%। संयुक्त राष्ट्र सङ्घको कुन अङ्ग हाल निष्क्रिय अवस्थामा छ? महासभा, सुरक्षा परिषद, जिम्मा जमानी परिषद, सचिवालय। यसको सही आन्सर हो जिम्मा जमानी परिषद। कुन समुद्रको सिमानाले 3वटा महादेशलाई छुन्छ? लाल सागर, क्यारेबियन सागर, क्यास्पियन सागर, भूमध्य सागर। यसको सही आन्सर हो भूमध्य सागर। रुन्चेताल कहाँ पर्छ? डोल्पा, गोर्खा, पाल्पा र इलाम। यसको सही आन्सर हो गोर्खा। नेपाल संस्कृत विश्वविद्यालय कहिले स्थापना भएको हो? विक्रम सम्वत 2016
विक्रम सम्वत 2043, विक्रम सम्वत 2048, विक्रम सम्वत 2068। यसको सही आन्सर हो विक्रम सम्वत 2043। हुक्का हुक्की कुन जातिको महत्त्वपूर्ण खेल हो? बोटे, थारू, माझी, राजवंशी। यसको सही आन्सर हो राजवंशी। युरो मुद्रा प्रयोग नगर्ने युरोपियन युनियनको सदस्य कुन राष्ट्र हो? ग्रिस, इटाली, बुल्गेरिया, आयरल्यान्ड। यसको सही आन्सर हो बुल्गेरिया। सामान्यतया मानिसलाई एक दिनमा कति किलोग्राम अक्सिजन चाहिन्छ? 16 केजी, 12 केजी, 23 केजी, 8 केजी। यसको सही आन्सर हो 16 केजी। तलका मध्ये कुन चाहिँ वर्गीकरण जैविक विविधताको प्रकारमा पर्दैन? प्रजातीय विविधता, वंशानुगत विविधता, पर्यावरणीय विविधता, जलवायु विविधता। यसको सही आन्सर हो जलवायु विविधता। मुण्डक, मुण्डक्य र प्रश्न उपनिषद कुन वेदसँग सम्बन्धित छ? ऋग्वेद, अथर्ववेद, सामवेद, यजुर्वेद। यसको सही आन्सर हो अथर्ववेद। कल्पसूत्रका लेखक को हुन्? पाणिनि, सिमुक, पतञ्जलि, भद्रबाहु। यसको सही आन्सर हो भद्रबाहु। सतारहरू कुन भाषिक परिवार अन्तर्गत पर्छन्? भोट बर्मेली, अग्नेसियाली, भारोपेली, द्रविड। यसको सही आन्सर हो आग्नेसियाली। कुन देशमा कार्नुवा मैन उत्पादन हुन्छ? अर्जेन्टिना, इजिप्ट, रसिया, ब्राजिल। यसको सही आन्सर हो ब्राजिल। सेलफोन थेरापीको प्रयोग के को उपचारमा प्रयोग गरिन्छ? कलेजो प्रत्यारोपण, मृगौला, कुष्ठरोग, क्यान्सर। यसको सही आन्सर हो कुष्ठरोग। लामसाङ्गु रामेछाप सडक खण्डको नाम के हो? बालकृष्ण सम मार्ग, पुष्पलाल मार्ग, मनमोहन मार्ग, सिद्धिचरण मार्ग। यसको सही आन्सर हो पुष्पलाल मार्ग। पृथ्वीबाट देखिने चम्किलो तारा कुन हो? ध्रुव तारा, चित्रा, लुब्धक, सरियस। यसको सही आन्सर हो लुब्धक। यदि कठिनाई शब्द सुविधासँग सम्बन्धित छ भने दुःख शब्द केसँग सम्बन्धित छ? शोक, पीडा, हाँसो, सुख। यसको सही आन्सर हो सुख। भक्ति थापाको मृत्यु कुन लडाईँमा भएको थियो? जैथकको युद्ध, देवथलको युद्ध, अल्मोडाको युद्ध, नालापानीको युद्ध। यसको सही आन्सर हो
देउथलको युद्ध। इन्द्र जात्रामा कुमारीको रथ घुमाउने प्रचलन कसले चलाए? प्रताप सिंह शाह, गुणकाम देव, जयप्रकाश मल्ल, जगत प्रकाश मल्ल। यसको सही आन्सर हो जयप्रकाश मल्ल। नेपालमा व्यवस्थित रूपमा आर्थिक आयोजनाको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2016, विक्रम सम्वत 2015, विक्रम सम्वत 2014, विक्रम सम्वत 2013। यसको सही आन्सर हो विक्रम सम्वत 2013। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो? पाटे बाघ, लालीगुराँस, रेत पाण्डा, डाफे। यसको सही आन्सर हो लालीगुराँस। विश्वको सबैभन्दा लामो हिम नदी कुन हो? ल्यामवर्ड ग्लेसियर, पेरिटो मेरोनो, हवार्ड, सियाचेन। यसको सही आन्सर हो ल्यामवर्ड ग्लेसियर। भ्याटिकन सिटी देशको क्षेत्रफल कति छ? 2.44 वर्ग किलोमिटर, 1.5 वर्ग किलोमिटर, 0.44 वर्ग किलोमिटर, 21.3 वर्ग किलोमिटर। यसको सही आन्सर हो 0.44 वर्ग किलोमिटर। धेरै सबै शक्ति र उल्लासको बीच हो यो भनाइ कसको हो? माओ, अरस्तु, महात्मा गान्धी, जोन स्किन। यसको सही आन्सर हो जोन स्किन। लियोनार्दो दा भिन्सीको निधन कहिले भएको हो? सन् 1519, सन् 1598, सन् 1546, सन् 1556। यसको सही आन्सर हो सन् 1519। सबै गुरुहरूको गुरु अर्थात् महागुरु भनेर कसलाई चिनिन्छ? विश्वामित्र, शुक्राचार्य, वेदव्यास, वाल्मीकि। यसको सही आन्सर हो वेदव्यास। ओजन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस कुन दिन मनाइन्छ? 17 सेप्टेम्बर, 16 सेप्टेम्बर, 12 मे, 21 जुन। यसको सही आन्सर हो 16 सेप्टेम्बर। नेपालको सबैभन्दा ठुलो तामाखानी कहाँ पर्छ? बुद्धखोला, फुलचोकी, गणेश हिमाल, गोदावरी। यसको सही आन्सर हो बुद्धखोला। सत्यवाहिनी कुन नदीको संस्कृत नाम हो? लिखु, तमोर, इन्द्रावती, गण्डकी। यसको सही आन्सर हो इन्द्रावती। म्याग्ना कार्टा बेलायतको कतिवटा कानुनहरूको संग्रह थियो? 37 वटा, 34 वटा, 44 वटा, 47 वटा। यसको सही आन्सर हो 37 वटा।